सरकारका तर्फबाट सारा मुस्लिमहरूको तर्फबाट सम्बोधन गर्नको लागि स्वागत अभिनन्दन दुई हजार 62-63 को आन्दोलन सुरु हुँदै गर्दाखेरिको चाहिँ परिदृश्यहरू यसरी नै सुरुवात भएको थियो कि सडकमा चाहिँ यसरी नै जनताहरू उठिएका थिए हैन। बिस्तारै चाहिँ 7 दलको चाहिँ संयुक्त जनआन्दोलन भनेर चाहिँ उनीहरूले चाहिँ आफ्ना सम्पूर्ण कार्यकर्ताहरू, आफ्ना सम्पूर्ण चाहिँ शुभचिन्तकहरू सबैलाई चाहिँ त्यो आन्दोलनमा होम्याएर चाहिँ यसरी चाहिँ उनीहरूले रातारात चाहिँ आफ्नो चाहिँ हैन शासन सत्तामा आफ्नो हालिमुहाली गरेका थिए। अब अहिले हेर्नुस् त, एकजना राजाको लागि चाहिँ भनेर जनताहरू सडकमा उत्रिएका छन्। ती सम्पूर्ण दलहरू हैन, त्यत्रा दलीय गठबन्धनहरूको चाहिँ मोर्चाका चाहिँ कार्यक्रमहरू बहिष्कार गरेर जनताहरू यसरी सडकमा चाहिँ राजा चाहियो भनेर आइरहेका छन्। भनेपछि अब यसलाई चाहिँ सानो झिल्को आगो सोचेर चाहिँ यसलाई निभाउन खोजियो भने यो आगो त दुनदुनी बल्छ। अहिलेको वर्तमान व्यवस्थाले चाहिँ यसलाई सानो झिल्को आगो सोचेर चाहिँ निभाउन खोजिरहेको छ कि। तपाईहरुलाई चाहिँ के लाग्छ? तपाईहरुको विचार तल कमेन्टमा बताउनु होला है त।